नमस्ते साथीहरु, बीए बीएसडब्ल्यू थर्ड इयर इंग्लिशको नयाँ च्याप्टरमा तपाईलाई स्वागत छ। डिक्लेरेसन अफ इन्डिपेन्डेन्स भन्ने यो चाहिँ थोमस जेफरसनले लेख्नु भएको। अब यसलाई चाहिँ यो च्याप्टर चाहिँ कस्तो भन्दाखेरिमा एसे होइन, यो एसे नै हो भनेर बुझौँ हैन, लिटरेचरको हिसाबले चाहिँ। तर यो चाहिँ अमेरिका इन्डिपेन्डेन्ट भयो हैन, अमेरिका चाहिँ ब्रिटेनको कलोनी जस्तो थियो। सिंगल कलोनी भन्दा पनि 13 वटा स्टेट्सहरु चाहिँ मिलेर वी आर इन्डिपेन्डेन्ट, हामी चाहिँ ब्रिटेनले भनेको कुरा मान्दैनौ भन्ने कुराको तात्पर्यमा पुगेपछि चाहिँ यो लेखिएको थियो। थोमस जेफरसनले लेखेर यो चाहिँ ओके, यूएस इज नाउ इन्डिपेन्डेन्ट नट अन्डर द कोलोनियलिजम अफ यूके भन्ने कुरा आइसकेपछि चाहिँ यो कुरा उठेको थियो है। त्यसमा चाहिँ कसरी लेखेको छ भन्दाखेरिमा यो चाहिँ हिस्टोरिकल कजेस लिडिङ टु द डिक्लेरेसन, पहिला के कारणले चाहिँ यो डिक्लेरेसनमा पुग्यो कुरा भन्ने चाहिँ हामीले जानिराखौँ हैन। द डिक्लेरेसन अफ इन्डिपेन्डेन्स वाज बोर्न आउट अफ ग्रोइङ टेन्सन बिट्विन द 13 अमेरिकन कलोनिज एन्ड द ब्रिटिश क्राउन ड्युरिङ द मिड 18 सेन्चुरिज। मिड 18 सेन्चुरिजतिर चाहिँ अमेरिकन कलोनिजहरु हैन, अमेरिकामा भएको कलोनिजहरु र ब्रिटिश क्राउन, ब्रिटिशको राजा रानीहरुसँग चाहिँ एकदमै नै मतभेद भइरहेको थियो हैन। धेरै मनमा धेरै चीजहरु चाहिँ चित्त बुझिरहेका थिएनन्, जस्तै ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन, मतलब जे चीजमा पनि ट्याक्सेस लगाइएको थियो, जुनमा चाहिँ इन्भल्भ पनि भएको छैन त्यो चीजमा पनि ट्याक्सेसन लगाउने हैन, इन्डाइरेक्ट ट्याक्सेसहरु धेरै हुने भएपछि यतातिर जो अमेरिकातिर थिए उनीहरु चाहिँ एकदमै रिसाइरहेका थिए। सो एउटा बाटो बन्यो नि त न्यू खोज्ने, सच एज स्ट्याम्प एक्ट भन्ने एउटा एक्ट थियो जुनले चाहिँ जबरजस्ती ट्याक्स उठाइरहेको थियो हैन। टाउनसेन्ड एक्ट थियो, विदाउट अलोइङ कोलोनियल रिप्रेजेन्टेटिभ्स एनी भोइस इन पार्लियामेन्ट। जस्तै कोलोनियल रिप्रेजेन्टेटिभ्स मतलब त्यही कोलोनियलमा बस्ने, त्यही कोलोनीमा बस्ने, त्यही ठाउँमा बस्ने, त्यही देशमा बस्ने मान्छेहरुको चाहिँ भोइस बोलिएको थिएन। त्यही बाहिरबाट आएका इङ्ग्लिशम्यानहरुलाई मात्र राइट दिएको थियो भन्ने। सो यसले चाहिँ त्यही कोलोनी भनौं न, त्यही ठाउँमा बस्ने नेटिभ अमेरिकन त होइनन् तिनीहरु पनि हैन। जस्तै यो चाहिँ कसको युद्ध हो भन्दाखेरिमा ब्रिटिशबाट आएको अमेरिकन, जसलाई चाहिँ ब्रिटिशबाट आएका ब्रिटेनहरु जो अमेरिकन बने, जस अमेरिकन बनिसकेपछि उनलाई चाहिँ ब्रिटिशले हेपिरहेको छ। नेटिभ अमेरिकन खासै इन्भल्भ थिएनन् हैन। यो युद्ध चाहिँ एकदम कमेडी नै युद्ध लाग्छ मलाई, किन भन्दाखेरिमा युकेबाट आएका अरु स्टेटबाट आएका मान्छेहरु जो अमेरिकामा बसे उनीहरुलाई चाहिँ अब त्यही ब्रिटेनले गरेको कुरा चित्त बुझेन। अब उनीहरु त त्यो देशका भयो नि त, अमेरिका भयो, अनि उनीहरुले चाहिँ ब्रिटिशलाई लखेटे के। सो यो कुरा चाहिँ अनि उनीहरुलाई चित्त बुझिरहेको थिएन। अनि जस्तो रेस्ट्रिक्सन अन कोलोनियल सेल्फ गभर्नमेन्ट, अब आफ्नै गभर्नमेन्ट बनाउनबाट रेस्ट्रिक्सन थियो हैन। युके का कुराहरु मान्न पर्ने, अनि अपोज गरेमा एकदम ह्युज पनिशमेन्ट हुने हैन, त्यस्तो कुराहरु भएपछि उनीहरु चाहिँ एकदमै नै रिसाइरहेका थिए। अनि मिलिटरी प्रेजेन्स एन्ड कोर्सिभ एक्ट्स, अमेरिकामा चाहिँ ब्रिटिश ट्रुप्सहरु हुने हैन, उनीहरुको कोर्सिभ एक्टहरु हुने हैन, धम्काउने, पिट्ने, मार्ने, यस्तो एकदमै कोर्सिभ एक्टहरु एकदमै धेरै थिए हैन। इन्टलरेबल एक्ट्सहरु एकदमै धेरै भइरहेका थिए, व्हिच इन्क्लुड्स क्लोजिङ बोस्टन हार्बर एन्ड रिभोकिङ मैसाचुसेट्स चार्टर विथ सिङ एज पनिशमेन्ट्स रादर देन प्रोटेक्सन। जस्तै अब मैसाचुसेट्सका चार्टरहरुमा जुन भएको हडतालहरु थियो अनि जुन त्यो तोडिएको थियो, बोस्टन हार्बरमा भएको अट्याकहरु जुन थियो हैन, टी पार्टी भन्ने चाहिँ बोस्टन टी पार्टी भन्ने चाहिँ एकदमै इम्पोर्टेन्ट एक्टिभिटी हो, जुनमा चाहिँ त्यही अमेरिकाका व्यक्तिहरुले जो चाहिँ टी कल्चर एकदमै ह्युज छ नि त ब्रिटेनमा, अनि उनीहरुले चाहिँ टी को ब्यागहरु चाहिँ 340 के कतिवटा ब्यागहरु चाहिँ समुद्रमा फालिदिएका थिए के, ठुलठुला ब्यागहरु, मतलब ठुलठुलो भनौं न सिपमेन्ट्सहरु। अनि त्यो फालिदिसकेपछि चाहिँ ब्रिटिशहरु चाहिँ एकदमै रिसाएका थिए, किनकि एउटा त यो अलि अपमानको पनि संकेत भयो भनेर एकदम रिसाएका थिए। सो योबाट चाहिँ एउटा काइन्ड अफ डिक्लेरेसन अफ इन्डिपेन्डेन्सको त्यो एउटा वारको एउटा सुरुवात भएको थियो हैन, अमेरिकन वार सुरु भएको थियो, त्यो भयो। अर्को इकोनोमिक रेस्ट्रिक्सन्सहरु एकदमै हाई थियो। इकोनोमिकली कोलोनियलमा बसेका व्यक्तिहरुले कमर्समा पार्ट लिन नपाउने हैन, म्यानुफ्याक्चरिङमा पार्ट लिन नपाउने, यस्तो धेरै बन्देजहरु थियो। यसले चाहिँ त्यहाँ भित्रका मान्छेलाई निकै नै रिसाउने बनाएको थियो। So by 1776, this accumulated grievances convinced many colonial leaders that reconciliation with Britain was impossible, prompting the move forward formal independence. So यति भइसकेपछि ब्रिटिशको कन्ट्रोल चाहिँ इम्पोसिबल भयो। सो ओभरअल चाहिँ फर्मल इन्डिपेन्डेन्स तिर लाग्नु पर्छ भन्ने जस्तो एउटा बाटो देखिएको थियो। त्यसपछि स्ट्रक्चर एन्ड कन्टेन्ट अफ द डिक्लेरेसन, अब
कस्तो भयो त डिक्लेरेसनका कुराहरू होइन एउटा संविधान जस्तो हो नि त कन्स्टिट्युसन जस्तो के थिए त यो भित्र जानु है त पहिलो प्रियाम्बल भनेको चाहिँ जहिले पनि सम्मरी भन्न बुझौँ कि कन्स्टिट्युसनको नेपालको पनि एउटा प्रियाम्बल छ होइन प्रस्तावना भन्छ क्या अरे सम्मरी हो त्यो कन्स्टिट्युसनले भन्न खोजेको कुरा के हो भन्ने चाहिँ लगभग प्रियाम्बलबाट बुझिन्छ द इंट्रोडक्शन एक्सप्लेन वाइ द colonies must declare their independence is it asserts that the people right of people to explain their reasons when seeking to dissolve political bonds. So overall political bonds लाई चाहिँ रोक्न पर्छ र पिपलको एउटा हुन्छ नि राइट टु सर्भाइभल राइट अफ पिपल टु एक्सप्लेन द रिजन्स चाहिँ हुनुपर्छ भन्ने कारणले गर्दा चाहिँ कोलोनिजबाट चाहिँ छुट्टेको हो भन्ने थियो त्यसपछि फिलोसफिकल प्रिन्सिपल्सहरूमा चाहिँ जेफरसन जसले लेखेका हुन् थोमस जेफरसन आर्टिकुलेट्स रिभोल्युसनरी आइडियाज द्याट फर्म द फाउन्डेसन अफ अमेरिकन पोलिटिकल थट उनको कुराहरू चाहिँ एकदमै आइडियोलोजिकल थिए हैन एकदमै सोच्न पर्ने बाध्य बनाउने कुराहरू थिए सो ती कुराहरू चाहिँ सोच्न पर्छ हामीले बुझ्न पर्छ भन्ने चाहिँ जेफरसनका चीजहरू चाहिँ त्यहाँ पनि देखिन्छन् जस्तै एउटा के थियो अल मेन आर क्रिएटेड इक्वल सबै मान्छेहरू चाहिँ इक्वली क्रिएटेड छन् अनि यो जुन भयो नि यो आन्दोलन भयो त्यसको स्लोगन थियो के लाइफ लिबर्टी एन्ड द पर्स्युट अफ ह्याप्पिनेस खुसीको खोजी हो यो चाहिँ यो भनेको हाम्रो लागि चाहिँ खुसीको खोजी हो यो जुन क्रान्ति भइरहेको छ भन्ने त्यो पर्स्युट अफ ह्याप्पिनेसको पर्सपेक्टिभबाट लेखिएको जो बोलिएको थियो त्यो निकै नै ब्युटिफुल लाग्छ मलाई अहिले पनि त्यसपछि सोशल कन्ट्र्याक्टहरूमा चाहिँ गभर्नमेन्ट एक्जिस्ट टु प्रोटेक्ट दिज राइट्स एन्ड डिराइभ पावर फ्रम द कन्सर्न अफ द गभर्न सो गभर्नमेन्ट किन एक्जिस्ट गर्छ भन्दाखेरिमा यही राइटहरू बचाउनका लागि र पावर एन्ड डिराइभ पावर फ्रम द कन्सर्न अफ द गभर्न सो गभर्नरहरूबाट नै कन्सर्न लिएर चाहिँ उनीहरूमा रुल गर्ने एउटा सिस्टम बनाउनका लागि नै गभर्नमेन्ट एक्जिस्ट गर्छ भन्ने चाहिँ उनको धारणा थियो अब राइट टु रिभोल्युसन होइन गभर्नमेन्ट बिकम्स डिस्ट्रक्टिभ पिपल ह्याभ द राइट टु ओभरथ्रो इट सो जब गभर्नमेन्ट अलि डिस्ट्रक्टिभ हुन जान्छ होइन गभर्नमेन्ट अलि डेमोक्रेटिक हुँदैन होइन आफ्नो शैली गर्न सक्छ ठ्याक्कै सोच्नु कि नेपालमा जे भइरहेछ त्यो डेमोक्रेटिक छैन नि त्यही भएर नै हामीले हटाउन खोजेको हो नि त मेन अब राजावादीका कुराहरू आउनु मान्छेलाई राजा चाहिएको छ छैन मान्छेलाई थाहा छैन तर जे भइरहेको छ त्यो चाहिँ चाहिएको छैन सिम्पल त्यही हो मान्छेलाई राजा आओस् पनि छैन होइन तर जे भइरहेछ त्यो चाहिँ हुँदै नहोस् भन्ने कारणले गर्दाखेरि चाहिँ यो ओभरथ्रोको अप्सनमा चाहिँ आएको त्यो बेला उनको धारणा नै त्यही थियो अब यो पढ्दा एउटा कुरा के बुझौँ त भन्दाखेरिमा यो जे बोलिएको छ त्यो कुराहरू चाहिँ यो डिक्लेरेसनको हामीले जुन च्याप्टर पढाएको छौँ त्यसमा छ डिक्लेरेसन अफ इन्डिपेन्डेन्समा छ जुन थोमस जेफरसनले लेखेका हुन् विथ कन्टेक्स्ट किन हामीलाई इन्डिपेन्डेन्स चाहियो किनकि कोलोनिजहरूले आइपिरहेको छ होइन हाम्रो एउटा भोइस छैन हाम्रो एउटा प्रेजेन्स छैन हाम्रो केही पनि छैन सो यस्तोमा बाँच्नु भन्दा त इट इज बेटर टु डाई होइन एन्ड ब्रिङ पिस फर द फ्युचर वर्ल्ड भन्ने जस्तो त्यो एउटा थट्समा गएर चाहिँ यिनले चाहिँ यो गरिरहेका थिए है लेखिरहेका थिए र पछि जुन एक्सेप्ट भयो 13वटा कोलोनिजहरूले साइन पनि गरे अनि त्यसपछि चाहिँ अमेरिका इन्डिपेन्डेन्ट भएको भन्ने चाहिँ थाहा देखिन्छ So list of grievances. This section lists 27 specific complaints against King George III and British government policies. So यो जुन लेटर छ जुन सेक्सन छ त्यसमा चाहिँ किङ जर्ज III र ब्रिटिश गभर्नमेन्ट पोलिसिजहरुसँग 27 वटा कम्प्लेन लेखिएको थियो जस्तै अब्युज अफ पावरका कुराहरु थियो जस्तै रिफ्युजिङ टु असेन्ड टु ल बेनिफिशियल टु द कलोनिजलाई राम्रो हुने ल नै ननिकाल्ने हैन अर्को डिजल्भिङ कलोनिज लेजिस्लेचर उनलाई मन लाग्यो भने चाहिँ कलोनीहरुको लेजिस्लेचर नै डिजल्भ गर्दिने अनि इम्पोजिङ ट्याक्सेस विदाउट कन्सर्न ट्याक्स लगाइदिने कन्सर्न बिना मेरो समझदारी बिना मेरो एक्सेप्टेन्स बिना म माथि कर लाउन मिल्दैन त्यो कुरा थियो अर्को डिराइभिङ कलोनिज अफ ट्रायल बाइ ज्युरी हैन जोहरु चाहिँ एकदम भनौं न कलोनिस्टहरु थिए उनीहरुलाई चाहिँ ट्रायल पनि नलिने अनि जेल पनि नराख्ने उनीहरुले क्राइम गरे पनि केही नहुने के सो त्यस्तो एउटा टाइपको न्यारेटिभ थियो मेन्टेनिङ स्ट्यान्डिङ आर्मीज इन पीस टाइम विदाउट अप्रुभल सो आर्मीहरु स्ट्यान्ड गर्दिने अमेरिकामा अप्रुभल नलिकन त्यहीको लोकल लेजिस्लेचरसँग वेगिङ वार अगेन्स्ट द कोलोनिज एन्ड इन्साइटिङ नेटिभ अमेरिकन अट्याक्स अनि त्यहाँ बसिरहेको नेटिभ अमेरिकनमा अट्याक गर्ने हैन कोलोनिजहरुलाई पनि जे कोलोनी छ तिनीहरु विरुद्ध वार गर्दिने सो यस्तो टाइपको एउटा काम भइरहेको थियो सो अब चाहिँ डिक्लेरेसन अफ इन्डिपेन्डेन्स द कोलोनिज अफिसियली डिक्लेयर देमसेल्फ फ्री एन्ड इन्डिपेन्डेन्ट स्टेट्स एब्जोल्भ फ्रम द allegiance to the British crown with full power to levy war, conclude peace, establish commerce and act as sovereign nations. So बेसिकली भनेको यो डिक्लेरेसन अफ इन्डिपेन्डेन्सले चाहिँ के लेखेको छ भन्दाखेरि फ्री एन्ड इन्डिपेन्डेन्ट स्टेट छौँ हामी
एलिजियन्स जुनसुकै हाम्रो ब्रिटिस एलिजियन्स थियो क्राउनसँग त्यो सबै हामीले तोड्यौँ विथ फुल पावर टु लेभी वा कन्क्लुड पिस हामीसँग चाहिँ आफ्नै तरिकाले हामी कुनै देशसँग वार डिक्लेयर गर्न सक्छौँ आफ्नै तरिकाले पिस डिक्लेयर गर्न सक्छौँ आफ्नै तरिकाले कमर्स बिजनेस गर्न सक्छौँ र हामी चाहिँ एउटा सभरेन नेसन भएर स्ट्यान्ड गर्छौँ भन्ने थियो अनि यसमा सिग्नेचर चाहिँ 13 वटा कलोनिजहरूले साइन गरे लास्टको चाहिँ रड आइल्यान्ड हो मलाई लागिरहन्छ obviously हुनुपर्छ sign the document symbolizing unity and collective commitment to the cause of the independence. So 13 वटा कलोनी बिग कलोनिजहरूले साइन गरिसकेपछि यो काइन्ड अफ एउटा इन्डिपेन्डेन्टको डिक्लेरेसन घोषणा भइसकेको थियो सिग्निफिकेन्स अफ द डिक्लेरेसन के गर्यो त भन्दाखेरिमा यो डिक्लेरेसनले चाहिँ युनाइटेड स्टेट्स अफ अमेरिकालाई चाहिँ वर्डबाट सोच्नु है एउटा देश होइन युनाइटेड स्टेट्स अफ अमेरिका त्यो 13 वटा भनौँ न स्टेट्सहरू युनाइट भएर साइन गरे भने जस्तो अमेरिकामा 50 वटा जुन स्टेट्सहरू छन् तिनीहरू सबै मिलेर आउनु भनेको युनाइटेड स्टेट्स अफ अमेरिका हो हैन मिलेका स्टेट्सहरू भन्नेको अमेरिकाका हैन सो यसले चाहिँ ती मिलेका स्टेट्सहरूलाई चाहिँ एउटा सोभरेन नेसन बनाइदियो कि एउटा इन्डिपेन्डेन्ट नेसन बनाइदियो इट आर्टिकुलेट्स द युनिभर्सल प्रिन्सिपल्स अफ फ्रिडम इक्वालिटी एन्ड डेमोक्रेटिक गभर्नमेन्ट सो यसले चाहिँ अमेरिकामा चाहिँ एउटा फ्रिडम बनाउने एउटा इक्वालिटीको हैन डेमोक्रेटिक गभर्नमेन्ट इस्टाब्लिस गर्ने बाटो खोलिदियो अब इट सर्भ्स एज अ जस्टिफिकेसन फर रेभोल्युसन र्यालिङ कोलोनियल सपोर्ट एन्ड गेनिङ इन्टरनेसनल रिकग्निसन एन्ड एड पार्टिकुलरली फ्रम फ्रान्स सो यसपछि चाहिँ एउटा के भयो त भन्दाखेरिमा कोलोनियल सपोर्ट देखाउने अरू देशले पनि यसको विरुद्धमा बोलिरहेछन् है भन्ने एउटा गेन चाहिँ भएको थियो कि हैन जस्तै फ्रान्सले सपोर्ट गरेको थियो स्पेनले सपोर्ट गरेको थियो नेदरल्यान्ड्सले सपोर्ट गरेको थियो अनि जब यो डिक्लेरेसन अफ इन्डिपेन्डेन्स भयो त्यसपछि अरू देशहरूले पनि एउटा बोल्ने ठुलो बाटो खोलेको थियो जस्तै फ्रेन्च रेभोल्युसन जुन भयो त्यो चाहिँ अमेरिकन रेभोल्युसनको देन भन्छ किनकि अमेरिकामा रेभोल्युसन भइसकेपछि यो देखिन्छ भन्ने हो चाहिँ फ्रेन्चका मान्छेहरू पनि ओके रेभोल्युसन गर्नुपर्छ है भन्ने बाटोतिर लागेका थिए कि सो एउटा आइडियल पनि बन्यो यो रेभोल्युसन द डकुमेन्ट रिमेन्स अ सिम्बल अफ लिबर्टी एन्ड एन इन्ड्युरिङ स्टेटमेन्ट अफ ह्युमन राइट्स यो चाहिँ रेजिलियन्स हो क्या मान्छेहरूको होइन लाइक पर्यो भने त्यत्रो ब्रिटिस साम्राज्य जुन संसारभरि तल्का पिटेको छ त्यसलाई अमेरिकाले त्यस्तो मिलेर होइन वार त भयो अलिअलि होइन वार भन्दा पनि रेजिलियन्स देखाएर क्या विरोध देखाएर जसरी हटाए नि त्यो चाहिँ एउटा ह्युमन राइट्स प्रतिको एउटा ठुलो स्टेटमेन्ट हो भन्ने चाहिँ देखिन्छ कजेस के हुन् हामीले माथि नै डिक्लेयर पढिसक्यौँ तिनै कुराहरू ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन रेस्ट्रिक्सन अन सेल्फ गभर्मेन्ट मिलिटरी इन्फोर्समेन्ट्स एन्ड इन्टलरेबल एक्ट्स इकोनोमिक कन्ट्रोल इन्लाइटमेन्ट फिलोसफी डिस्क्रिप्सन चाहिँ के छ भन्दाखेरिमा ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसनमा ब्रिटिसले चाहिँ जबरजस्ती ट्याक्स छोड्यो यी कुराहरू सिम्पल छन् मजाले पढ्नु थ्याङ्क्स फर वाचिङ दिस भिडियो अरू भिडियो पनि चाँडै आउनेछन् एक्जामलाई राम्रोसँग तयारी गर्नु अल द भेरी बेस्ट